आज कृपया भाइ बहिनीहरूलाई म शान्त हुन अनुरोध गर्दछु। आज चाहिँ यो थ्री एन्जल्स नेपाल संस्थाले चाहिँ हाम्रो विद्यालयमा मानव बेचबिखन सम्बन्धी एउटा सचेतनामूलक अब यसलाई चाहिँ के भन्छ टास्क अथवा उहाँहरूले के नाम दिनुभएको छ, एउटा व्यावहारिक रूपमा कसरी मानव बेचबिखन हुन्छ अनि कसरी त्यसलाई रोकथाम गर्न सकिन्छ र कस्ता कस्ता चाहिँ प्रलोभनहरू चाहिँ तस्करहरूले दिने गर्छन् भन्ने कुरा जानकारी गराउनु भयो। अब हामीले चाहिँ मानव बेचबिखनका सम्बन्धमा सामाजिक अध्ययन विषय त्यसैगरी विभिन्न चाहिँ पाठ्यवस्तुहरूमा पढ्दै आएका छौँ। हाम्रो पाठ्यक्रममा पनि दिएको छ। हामीले कक्षा 10 मा चाहिँ द ह्युमन ट्राफिकिङ भन्ने एउटा चाहिँ पाठ थियो अङ्ग्रेजीमा। त्यसमा चाहिँ हामीले जे कुराहरू चाहिँ सुनेका थियौँ त्यो कुरा सायद आज तिमीहरूले प्र्याक्टिकल्ली चाहिँ व्यावहारिक रूपमा चाहिँ यहाँ हेर्न पायौ। त कसरी चाहिँ तस्करहरू अनि त्यसपछि चाहिँ त्यहाँ प्रलोभन दिन्छन्, मानिसहरूलाई आर्थिक प्रलोभन दिन्छन्, अनि राम्रो जागिर दिने प्रलोभन दिन्छन्, अनि राम्रो चाहिँ अवसर पाउने चाहिँ सहरमा के अरे चाहिँ एउटा प्रलोभन दिएर फसाउँछन् र मान्छेले कस्तो दुःख पाउँछ, कस्तो कष्ट पाउँछ, शारीरिक मानसिक यौनिक चाहिँ पीडाहरू पाउँछ र अनि त्यसपछि चाहिँ त्यसैले त्यसबाट चाहिँ जोगिनुपर्छ भनेर चाहिँ जो यो थ्री एन्जल्स नेपाल भन्ने संस्थाले चाहिँ आज यो कार्यक्रमको आयोजना गर्नुभयो। सर्वप्रथम हाम्रो विद्यालयको तर्फबाट उहाँहरूको सम्पूर्ण टिमलाई र यो संस्थालाई चाहिँ म विद्यालयको तर्फबाट र म मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र यसरी चाहिँ हाम्रो भाइ बहिनीहरूलाई यो उमेरमा चाहिँ यसरी चाहिँ मानव बेचबिखन हुन्छ भन्ने कुरा जुन जानकारी गराउनु पर्ने हुन्छ, यो संस्थाले चाहिँ अन्य विद्यालयहरूमा पनि यसरी नै कार्यक्रमको आयोजना गर्दै जाओस् र जुन चाहिँ भोलिका कर्णधार बालबालिकाहरूलाई यो बारेमा एउटा हृदयदेखि साँच्चीकै एउटा चाहिँ भित्रैदेखि यसको पीडा यस्तो हुन्छ, यसरी जोगिनुपर्छ भन्ने कुराको ज्ञात होस् र यो मानव बेचबिखन चाहिँ हाम्रो प्रत्येक घरबाट यसको विरुद्धमा उहाँहरूले जानकारी पाउन्, सचेतना पाउन् र भोलि यसलाई साँच्चीकै त्यो रूपले जाने हो भने नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा म चाहिँ यहाँ राख्न चाहन्छु। र योभन्दा अगाडि पनि सायद हाम्रो यो विद्यालयमा यही संस्था चाहिँ आएको थियो र थुप्रै तिमीहरूको दाजु दिदी टोलीहरूले चाहिँ जानकारीहरू पाएका थिए। फेरि पुनः चाहिँ यो संस्था चाहिँ यहाँ आयो र फेरि अझ पनि आउँदा दिनहरूमा संस्था चाहिँ आओस् यसरी नै र अन्य विद्यालयहरूमा पनि यस्तो कार्यक्रमको आयोजना गरोस् भन्ने म शुभकामना दिन चाहन्छु संस्थालाई। र सहभागी भएर विद्यार्थी भाइ बहिनीहरूले जो एउटा धैर्यतापूर्वक परीक्षाका बावजुद पनि सहभागी हुनुभयो भाइ बहिनीहरू पनि धन्यवादको पात्र हुनुहुन्छ। र अनि मलाई चाहिँ आज थोरै आफ्नो मन्तव्य राख्ने एउटा चाहिँ अवसर दिनुभयो, संस्थालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। यति भन्दै म आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु र अब कार्यक्रम पनि यहीँ